सो अब चाहिँ है म चाहिँ यसो रेस्टमा आएको थिएँ। अब खानेकुराहरू चाहिँ सकियो क्या मेरो, केटाकेटी यस्तो खाइराख्नुपर्छ मलाई चाहिँ फेरि। सो त्यही भएर चाहिँ यस्तो मार्केट जाँदैछु र गाउँघर जस्तै छ, के गर्ने है, यस्तै छ है। उता पर चाहिँ छ मैले नास्ता खाने सामानहरू किन्ने है, यस्तै छ। एकछिन यसो घुमघाम गर्नु चाहिँ मजा आउँछ। त्यो बक्काला चाहिँ यही हो। अब हेरौँ बन्द छ कि खुल्ला छ। खानेकुराहरू चाहिँ ल्याउनुपर्छ अब है। मैले खाने चिकन कतासँग यो चाहिँ ब्लाउज चिप्स है। छ 5 वटा। मजा छ। अरू के छ यो बिस्किटहरू पनि छ। बिस्किटहरू त पर्दैन बरु केही छैन। यो राम्रो हुन्छ जस्तो छ। ओरियो पनि रहेछ, ओरियो त्यति भयो। हजुरहरू देखाउनुहोस् है कति बिल भएछ। तर यो चाहिँ मलाई अहिले एक टाइमको लागि मात्रै होइन, यो चाहिँ लगभग मलाई 4-5 दिनसम्म चल्छ है। किनभने यसो रेस्टमा आएको बेला चाहिँ निकाल्दै कुटुकुटु खानु चाहिँ मलाई एकदमै मनपर्छ क्या है। सो अब एकछिनमा गएर चाहिँ त्यहाँनिर फेरि अलिकति चियाली हुन्छ अब जानु छ। सो बिलिङ कति हुन्छ एकछिनमा हजुर। सो मेरो सपिङ चाहिँ सक्यो है। यसको चाहिँ भयो हजुरहरूको 1 रियाल 100 है। 1 रियाल 100 भयो यतिको चाहिँ। सो आजको मेरो है मिनी सपिङ ब्लग चाहिँ यतिमै समाप्त गरौँ है। होप हजुरहरूलाई मन पऱ्यो होला मेरो सपिङ मिनी ब्लग। र अब चाहिँ नेक्स्ट ब्लगमा फेरि पनि भेट्ने बाचा गर्दै है छुट्नुपर्छ हामी। तबसम्मको लागि चाहिँ हजुरहरू एकदमै स्टे ह्याप्पी, स्टे हेल्थी है, एन्ड अलवेज स्माइल इन योर फेस। सो थ्याङ्क यू भेरी मच। बाई बाई गाइज, टेक केयर, सी यू इन द नेक्स्ट मिनी ब्लग। बाई बाई, टेक केयर।